नमस्ते हजुर कस्तो हुनुहुन्छ यो मेरो पहिलो भिडियो हजुरलाई निवेदन छ कि मेरो भिडियोलाई लाइक अनि शेयर सब्स्क्राइब गरिदिनु होला अरु हामी कहाँ जाँदैछौँ आज हजुरलाई म देखाउँदै छु हामी कहाँ जाँदैछौँ अरु यहाँको भिडियो नजारा हेर्नु हो चाची र म हजुरलाई म वहाँ गएर देखाउँछु कुन ठाउँमा जान लाग्छौँ अरु के लिन जान लाग्छौँ यहाँको भ्यू हेर्नु त गाइस कति राम्रो छ अरु आकाश पनि कति राम्रो लागेछ अरु यहाँ गाईहरू चरिरहेको छ अरु उता गुजरहरू बस्छन् यो नदी हो Damn, who knew? All the planes we flew, good things we've been through. That I'll be standing right here talking to you about another path. I know we love to hit the road and so हामी यो यसलाई नेपालीमा भन्छन् शीतल चिनी हजुरको भाषामा के भन्छन् हजुर मलाई कमेन्टमा भन्नु होला गाइस हेर्नु त यहाँको भ्यू यति राम्रो छ कि नेपालको याद आउँछ के यता हेर नेपाल जस्तो सेम कर्णाली पुल छ नि हाम्रो उता त्यस्तै छ सेम यहाँ हेर्नु त गाइस हामी आथ्यौँ न्युरे साग लिन हेर्नु त कति धेरै न्युरे साग लागेछ यता हामी आथ्यौँ न्युरे साग लिनको लागि हजुर पनि आउन चाहनुहुन्छ त मलाई कमेन्टमा भन्नु होला म यो ठाउँको नाम हजुरहरूलाई भनिदिन्छु है हेर्नु त गाइस कति धेरै न्युरे साग लागेछ यहाँ खोले साग भन्न आयो यो न्युरे साग टिपीमा हामीले अरु चाहनुहुन्छ हजुरहरू मलाई कमेन्टमा भन्नु होला हजुरहरूलाई म कमेन्टमा भनिदिन्छु कमेन्ट गर्नु होला अनि यो चाहिँ मेरो फर्स्ट भिडियो हो न्युरो हेर्नु त गाइस धेरै लागेछ क्या यहाँ न्युरो मिलेन अब हामी अगाडि जाँदैछौँ न्युरो टिप्न चाची र म गाइस हेर्नु त यहाँ त सिस्नो पनि लागिरहेछ अब चाचीले सिस्नो टिप्न लाग्नुभएको छ म चाहिँ त्यहाँ गएर न्युरो टिप्छु गाइस हामीले न्युरो टिप्यौँ यो चाचीको झोला यो मेरो झोला अब हामी जाँदैछौँ अर्को ठाउँमा हजुरलाई देखाउँछु अब हामी कहाँ जाँदैछौँ चाचीलाई चाहिँ घाम लागेर अब सोल बाँधिराख्नु भएको मुखमा मेरो छोरीले दादीलाई खाना दे भनेर पिटिरहेको थिए